गिफुकेनमा चुके मोनोहरू बनाउने कोउजेमा काम आएको छ। चुके मोनो भनेको चाहिँ जस्तो गोमा भयो, नोरी भयो, अनि वाकामे, नेगी, सियो यस्तै म फोटोहरू हालिदिन्छु कस्तो कस्तो भनेर। त्यो बनाउने कोउजेमा काम आएको छ। कामहरू चाहिँ कस्तो भन्दा तिनीहरूलाई चाहिँ प्याकिङ गर्ने हैन, प्रोसेस गर्ने, तिनीहरूलाई रेडी बनाएर चाहिँ पठाउने त्यो खालको काम हो। केटाकेटी सबैले गर्न मिल्छ। अनि यसको स्टार्टिङ स्यालेरी चाहिँ अहिले 18 मनदेखि छ। 18 मन भनेको चाहिँ यो बेसिक स्यालेरी है। यसमा कतै जाङ्गीहरू केही पनि मिनेस जाङ्गी केही छैन। वर्षमा 2 पटक बोनस हुन्छ। जाङ्गी चाहिँ सबै छुट्टै आउँछ। महिनामा 20 देखि 40 घण्टासम्मको चाहिँ जाङ्गी दिइरहेको छ। त्यो बाहेक खाजाको त्याते भनेर एकजना बराबर 5000 आउँछ। खाइकिन त्याते भनेर चाहिँ अब छुट्टी नबसिकन काममा गयो भने 2000 एक्स्ट्रा आउँछ। हप्ताको 2 दिन छुट्टी हुन्छ, खानजानी यासमी छ। ट्रान्सपोर्टेसन पनि 15000 सम्म कम्पनीले दिन्छु भनेको छ। त्यो भएको हुनाले 18 मन चाहिँ के क्यू अनि वर्षमा 2 पटक बोनस छ र कुगाचे र जिनिगाचुमा गर्न चाहनु भने दान्छे जेसे जो भए पनि हुन्छ। ठाउँ चाहिँ गिफुकेनको हासिमागुन भन्ने ठाउँमा है। हासिमा एकीबाट लगभग 14-15 किलोमिटर जस्तो चाहिँ भित्र पर्छ। नेपालीहरूले टन्नै गरिराख्नु भएको छ। त्यो भएको हुनाले आरबाइते पनि पाउँछ हैन। डिपेन्डेन्टहरूलाई पनि काममा समस्या हुँदैन। कोही हुनुहुन्छ भने मलाई चाहिँ कोड नम्बर 232-232 मा चाहिँ फेसबुकमा मेसेज गर्नुहोस् है त। टिकटकमा मेसेज गरेको रिप्लाई गर्नु भ्याउँदैन। त्यो भएको हुनाले फेसबुकमा एन्टर गर्नुहोस् है त। त्यही मास